हाई गाइस, यो चाहिँ साडीको सुट हो। म चाहिँ यो सुटको चाहिँ म कसरी काट्छु सिलाउँछु भिडियो अन्तिमसम्म हेर्न नभुल्नु। साथीहरू, मैले चाहिँ प्लाजो काट्न लागेको छु। प्लाजो प्यान्ट मैले चाहिँ भित्र चाहिँ मैले पहिले काटिसकेको थिएँ, त्यही भएर चाहिँ अब मैले चाहिँ मेन कपडामा काट्दैछु। यो चाहिँ साडीको कपडा हो। साडी चाहिँ मेरो कस्टमरले चाहिँ साडी लगाई थाकिसक्नु भयो अरे, त्यही भएर चाहिँ यो प्लाजो प्यान्ट र सुट सिलाउने भन्नुभएको थियो, त्यही भएर चाहिँ सिलाउँदैछु। मैले चाहिँ अरू साडीहरू पनि बनाएको थिएँ नि, थुप्रै फ्रकहरू सुटहरू बनाएको थिएँ नि, त्यही देखेर चाहिँ यो कस्टमरले पनि यस्तै बनाउन मन लाग्यो अरे, त्यही भएर चाहिँ लिएर आउनुभएको थियो। मैले चाहिँ काट्दैछु। अनि अब मैले चाहिँ सुट सिलाउन लागेको छु साथीहरू। यो भित्री ओर्दाखेरि ध्यानसित सिलाउनुपर्छ कि एकदम यताउति कपडा नखुम्चोस् भनेर ध्यानसित सिलाउनुपर्छ। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, यदि मेरो भिडियो राम्रो लाग्छ भने सब्सक्राइब गर्न नभुल्नुहोला मेरो युट्युब च्यानललाई। अरू कस्तो लाग्छ सल्लाह सुझाव पनि दिन नभुल्नुहोला साथीहरू। मैले चाहिँ सुट चाहिँ सिलाइसकेँ। अब चाहिँ मैले बाहुला जोड्दैछु साथीहरू। बाहुलामा चाहिँ मैले अस्तर लगाएको छैन। बाहुलामा पनि यस्तो राम्रो आएछ। यो साडीको घेरा हुन्छ यो।
चाहिँ मैले अर्कोले काटेर अलग गर्छु। क्यामेरा कति हल्लेको ला। कुकुरहरू कति भुक्छ कि साथीहरू। अन्त भिडियो बनाउँदाखेरि पनि कति कुकुर भुकिरहन्छ बाहिर। मेरो आवाजभन्दा त धेरै कुकुरको आवाज आउँछ क्या। मैले चाहिँ झोरिसकेँ भाउला। अनि यो चाहिँ पल्लुको क्या अगाडिको पात चाहिँ मैले पल्लुको बनाएर साथीहरू। त्यस पछाडि यो पल्लुले चाहिँ मैले बिचमा काटेर चाहिँ यसले चाहिँ मैले डिजाइन निकाल्नलाई बिचमा काटेर चाहिँ जो साइडको घेरालाई चाहिँ मैले बिचमा जोडेर चाहिँ डिजाइन निकालेँ। सुटको लागि चाहिँ डिजाइन निकाल्नु चाहिँ मैले यस्तो गरेर छु। अनि मेरो फाइनल लुक चाहिँ हेर्नुहोस् साथीहरू कस्तो भएछ भनेर। चाहिँ प्लाजो प्यान्ट चाहिँ साडीको जस्तो लाग्छ लाग्दैन, साडीको जस्तो कति राम्रो भएछ। अनि यसको सुटको फाइनल लुक हेर्नुहोस्। सुट चाहिँ यति राम्रो देखेको छ। यो चाहिँ पल्लुको चाहिँ मैले साइडकोलाई जोडेर यस्तो बनाएको थिएँ। कति राम्रो भएछ, कति राम्रो डिजाइन निकालेर बनाएको छु मैले चाहिँ। हजुरहरूले नि यस्तै गरेर बनाएर लगाउन सक्नुहुन्छ। साडीको चाहिँ जे बनाउँछु भने नि बन्छ, सुट बनाउँछु भने नि बन्छ। अनि मेरो कस्टमर चाहिँ आउनुभएको थियो। अनि उहाँलाई मैले ट्राई गरेर देखाएँ। उहाँहरूले